नमस्कार। 1 महिने लामो चुनावी घरदैलो अभियान आजबाट समाप्त भएको छ। रूपन्देही निर्वाचन क्षेत्र नम्बर 2 मा प्रतिनिधि सभा सदस्यका लागि मेरो उम्मेदवारी रहेको छ र यस क्षेत्रमा हामीले करिब 60,000 मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ। त्यस्तै 22,000 घरधुरीमा हामी पुगेका छौँ र यस क्रममा हामीले अत्यन्तै सकारात्मक प्रतिक्रियाहरू पनि पाइरहेका छौँ। आजको हाम्रो कार्यक्रम चाहिँ कस्तो रह्यो त? हाम्रो कार्यक्रममा यहाँका स्थानीय त्यस्तै मतदाता, हामीप्रति आस्था राख्ने विभिन्न पार्टी सदस्यहरूले हामीलाई एकदमै राम्रोसँग साथ दिनुभएको छ। आज रोड शोमा हजारौँ मतदाता, स्थानीय त्यस्तै समर्थकहरूले हामीलाई अद्भुत रूपमा साथ दिनुभयो। रोड शो कस्तो देखियो त? यो झलक एकपटक हेरौँ। हामीले विशेष गरी तिलोत्तमाबाट रोड शो सुरुवात गरेका थियौँ। तिलोत्तमा हुँदै हामी बुटवलका विभिन्न बजारमा पनि हामीले रोड शोको आयोजना गऱ्यौँ र अन्तिममा हामी सैना मैना पुगेका थियौँ। सैना मैनाका विभिन्न वडामा पनि हामीले रोड शोको कार्यक्रम गऱ्यौँ। त्यहाँ हामीले रोड शो गर्दै गर्दा यहाँ पनि हजारौँको साथ हामीलाई मिलिरहेको छ। त्यसो त आजको कार्यक्रम रोड शोमा मात्र केन्द्रित रह्यो। यसअघि नै हामी धेरै मतदातासँग भेटिसकेका छौँ। त्यसैले गर्दा आज हामी घर दैलोमा गएनौँ, किनभने हामीले यसअघि नै तपाईँहरूको दैलोमा आइसकेका छौँ र आज हामीले अन्तिममा एउटा कोण सभाको कार्यक्रम भने आयोजना गरेका थियौँ। आजको यो अन्तिम कार्यक्रम पनि हो, साथै समग्र यो अभियानकै एउटा अन्तिम कोण सभाका रूपमा पनि रह्यो र यो कोण सभामा मैले आफ्ना मतदातालाई राखेको भनाइ यस्तो छ। मेरो तर्फबाट नमस्कार। अहिले समय आज यो हाम्रो घरदैलोको समापन हुँदै गर्दाखेरि अहिले समय पनि अलिक ऐतिहासिक जस्तो समयले के सङ्केत गरेको छ केही बुझ्नुभयो तपाईँहरूले? छैन? अहिले अब यसले सङ्केत, शुभ सङ्केत के गर्यो हाम्रो समापनमा भने यसले अब सूर्य ढल्यो रूपन्देहीबाट, तारा चम्किन लाग्यो भने यसले अब रूपन्देहीको द्वीप विश्वद्वीप भन्ने चाहिँ यो वातावरण र मौसमले पनि सङ्केत गर्यो। र यहाँहरूलाई मैले के अनुरोध गर्न चाहेँ भने तपाईँहरूको यहाँ जनसमुदायहरू, नेताहरूको भाषण सुन्दा सुन्दा वाक्क दिक्क हुनुहुन्छ। कति सुन्ने, उही फेरि चुनाव पछि फेरि उही हो वातावरण भन्ने एउटा आक्रोश पनि देखेको छु। तर म जब यहाँ आएदेखि नै मैले यति आत्मीय र न्यानो स्वागत साथ मैले जनताको पाएँ कि मतदाताको पाएँ कि जस्तो हामी घरदैलो हिँड्दै गर्दा पनि छोराको बर्थडे छ, छोरीको बर्थडे छ, त्यो सब छोडेर उहाँहरू घरदैलोमा सँगै हिँड्नु भएको छ। कसैको छोरा दुर्घटनामा परेर जीवन र मरणको दोसारमा हुनुहुन्छ एउटा पिता, तर उहाँ चाहिँ म घरदैलोमा हिँडेछु भनेर थाहा पाएपछि उहाँ आएर त्यो हस्पिटलको त्यो पीडा बिर्सेर उहाँले फुल र अबिर लिएर उहाँले बस्नुभएको त्यो देख्दाखेरि मलाई थप जिम्मेवारी बोध बनाएको छ। यस्तै अन्य थुप्रै घटनाहरू, उहाँहरू कसै ज्वरो आएको छ तर सिटामल एउटा दुईवटा खाएर पनि सँगै हिँड्नु भएको छ होइन। कोही खुट्टा दुखेको छ, मर्किएको छ, तर सकि नसकी भए पनि उहाँ हिँड्नु भएको छ। यी सबै तमाम माया, साथ, सद्भावले मलाई थप जिम्मेवारी बोध बनाएको छ र थप परिपक्वता पनि बनाएको छ। म लामो समय केन्द्रीय राजनीतिक भूमिकामा बसेँ। त्यहाँ बस्दा पनि म यस क्षेत्र, सैना मैना क्षेत्र, रूपन्देही क्षेत्र जति सकिन्छ त्यहाँबाट नीतिगत तहमा लगायत अन्य तहमा, जस्तो हिजोका दिनमा जनयुद्धमा जस्तो यहाँ जुन सङ्घीयता, गणतन्त्र, समावेशिता, दलितका पक्षमा, महिलाका पक्षमा, जनजातिका पक्षमा, मुस्लिमका पक्षमा लगायत थुप्रै सम्पूर्ण समुदायका पक्षमा हिजो कहिले बन्दुक बोकेर लडियो, कहिले शान्ति प्रक्रियापछि चाहिँ नीतिगत रूपमा संसदबाट एउटा नेतृत्व ठाउँबाट जहाँ नीति बन्ने ठाउँ हुन्छ त्यहाँ चाहिँ लडेर निरन्तर रूपमा काम गरे। र यसरी समग्रमा हाम्रो 1 महिना अभियान सकिँदै गर्दा सबैजनाले दिनुभएको सकारात्मक प्रतिक्रियाले हामी उत्साहित रहेका छौँ। तपाईँ परिवर्तनको पक्षमा हुनुहुन्छ भन्ने विषयमा म स्पष्ट रहेको छु। त्यसैले म आशावादी छु, म ढुक्क छु। तपाईँको मत यसपटक तारा चुनाव चिन्हमै प्रदान गर्नुहुनेछ।